तपाईहरुले अहिले देखिरहेको मन्दिर पञ्चमहालक्ष्मी मन्दिर साँखुपाको पारीपट्टि चांगुनारायण नगरपालिका 5 मा पर्दछ। यहाँ आउनको लागि तेलकोटबाट आउन पनि सकिन्छ, साँखुबाट आउन पनि सकिन्छ। र तेलकोट र साँखुबाट वाकिङ डिस्टेन्समै रहेको छ। र यससँगै यहाँको अर्को ठुलो मन्दिर रहेको छ, अर्को मन्दिर रहेको छ यो नेपाल माताको मन्दिर। अद्भुत सौन्दर्यले भरिपूर्ण मन्दिर रहेको छ। सँगसँगै यहाँको मेन मन्दिर चाहिँ स्वयं प्रकटेश्वर शालिग्राम, त्यो पछाडि टिनले बनेको मन्दिरमा हुनुहुन्छ। त्यहाँ चाहिँ स्वयं प्रकट हुनुभएको शालिग्राम धेरै ठुलो हुनुहुन्छ। उहाँलाई चाहिँ कहिले पनि दर्शन गर्न नछुटाउनु होला। र यससँगै प्राकृतिक विचक्षणताले भरिपूर्ण यो एरिया एकदम नर्मल, तल छङछङ खोला बग्दैछ। यसको मनोरम दृश्य अवलोकन गर्नको लागि चाहिँ अवश्य पनि नछुटाउनु होला। धन्यवाद।